के भयो भनेको कसैलाई थाहा छ? व्हाट इज द्याट मचा? मचा मिन वाट? बच्चा के भयो भनेको? ब्याकयार्ड के भयो भनेको गार्डन है, गार्डन हाम्रो के भयो भन्छ नि त। मचा गार्डन इज अ ल्याम अमेरिकन ब्रिटिस स्कुल अफ आर्ट कल्चर एन्ड ल्याङ्ग्वेज। यो चाहिँ बच्चाहरूको लागि चाहिँ हामीले एउटा नाम दिएको, त्यो मचा के भयो। त्यही मचा के भयो र ल्याम अमेरिकाको अन्डरमा। सो वी आर डुइङ सो मेनी एक्टिभिटिज। इफ यु सी किड्स कल्चर वर्कसप है, नेपाल भाषा क्लासेस पनि हामीले रन गऱ्यौँ, माडल एन्ड ढिला वर्कसप पनि रन गऱ्यौँ लास्ट पासमा चाहिँ। अनि म्युजिक सिङ्गिङहरू पनि हामी सिकाउँछौँ। त्यसपछि ट्रेडिसनल ड्रेस हो, हामी अब एकछिनमा फेरि कुरा गर्छौँ त्यसको बारेमा। सबै यसमा किड्स ओरिएन्टेड प्रोग्रामहरू हाम्रो 98% किड्स ओरिएन्टेड प्रोग्रामहरू छ। नेक्स्ट प्लिज। जस्तै अब कुमारी अनि खानाहरू जस्तै योमरी, चटामरी है, अनि छोइला हैन, काइन्ड अफ उनीहरूको इन्ट्रोड्युस वर्डहरूलाई कसरी अनि नेपालको हेलो किड्स नो आउटसाइड वर्कसप गरेको थियो, जुन चाहिँ एकदमै सक्सेसफुल भएको थियो। हामीले लाइब्रेरीको क्यापेसिटी भन्दा मान्छेहरू बढिराखेको थियो हामीले है। सेकेन्ड नेक्स्ट। अनि यो चाहिँ हाम्रो मादल र ढिमा वर्कसप 2024 मा इट वाज अल्सो ह्युज सक्सेस। यहाँ चाहिँ हामीले बच्चाहरूलाई चाहिँ यो किन कहाँबाट कन्सेप्ट आएको छ भने सबैको घरमा, तपाईँहरूको सबैको घरमा चाहिँ सायद मादल छ होला है। मादल एउटा नेपालबाट कसैले गिफ्ट अथवा चाहिँ यतिकै ल्याएर आउँछ, तर हाम्रो बच्चाहरूलाई त्यो व्हाट इज द्याट मादल मिन एन्ड हाउ टु प्ले भन्ने थाहै छैन। यो हाम्रो ट्रेडिसनल म्युजिक इन्स्ट्रुमेन्टल फ्रम नेपाल भन्ने कुरा त्यो कन्सेप्टै नभएकोले हामीले बच्चाहरूलाई एउटा इन्ट्रोडक्सन एउटा वर्कसप गरौँ भनेर यो हाम्रो मादल एन्ड ढिमा वर्कसप 2025 मा भएको थियो। त्यो पनि एकदमै राम्रो भएको थियो, यसले पार्टिसिपेट गरेको थियो। यो 2.5 महिनाको कोर्स भएको थियो। त्यो अन्तर्गत बच्चाहरूले आफ्नो इन्ट्रोडक्सन नेपाल भाषामा, नेवा भाषामा चाहिँ इन्ट्रोडक्सन गर्ने उनीहरू भइसकेका थियो हैन। जिगु नाथो, जिगु ठुली वर्षदट, जिगु बनी खुटी ठो भनेर मजाले उनीहरूले एन्सर गर्न सक्ने भएको छ। अन टप अफ द्याट उनीहरूले एउटा मजाको नेपाल भाषा सङ्ग चाहिँ सिकेको थियो। उनीहरूले चाहिँ इमुसम्म ल्यान्डु भनेर सिकेको थियो। उनीहरूले धेरै ठाउँमा त्यो प्रेजेन्टेसन आई मिन पर्फर्मेन्स पनि गरेको थियो यो क्लास सकाएर है। नेक्स्ट यहाँ हेर, यो जस्तै यो हाम्रो 2टा क्लास भएको थियो त्यो बेलामा, लिटल प्लुट र अनि अर्को चाहिँ माउन्ट एभरेस्ट भनेर 2टा क्लास चाहिँ रन भएको थियो। 2टा क्लास एकदमै राम्रोसँग रन भएको थियो। त्यसको चाहिँ इन्स्ट्रक्सन चाहिँ हाम्रो मिस नेवा हैन, निटु डङ्गल र अर्को एकजना सजना मर्जन भन्नेले नेपालबाट अनलाइनमा क्लास लिनुहुन्थ्यो। नेक्स्ट यहाँ यसरी चाहिँ बच्चाहरूले चाहिँ अब जस्तै यहाँ तपाईँहरूले चाहिँ त्यो डिफ्रेन्ट अमेरिकन बच्चाहरूले पनि पार्टिसिपेट गरायो है। अनि बच्चाहरूलाई प्रोग्राम सकेपछि, क्लास सकेपछि, क्याम्प सकेपछि हामी उनीहरूलाई सर्टिफिकेट पनि डिस्ट्रिब्युट गरायो। नेक्स्ट त्यसपछि यहाँ हेरौँ त्यो क्लास लिएको बच्चाहरूलाई एउटा चाहिँ हामीले ग्रेजुएसन सेरोमनी गरेको थियो योमरी पुनीमा। उनीहरूलाई चाहिँ सर्टिफिकेट दिएर उनीहरूलाई चाहिँ जति पनि नेवा ल्याङ्ग्वेज क्लास लिएको बच्चाहरूलाई ढिम्या बजाएर उनीहरूलाई स्वागत गरायो हामीले है। उनीहरूलाई चाहिँ आफ्नो प्राउड फिल होस् भनेर चाहिँ होइन उनीहरूले गरेको जुन 2 महिना मेहनत। नेक्स्ट अनि त्यसपछि अब यहाँ हेर योमरी पनि हामीले बच्चाहरूलाई सिकाएको थियो, सेलिब्रेट गरेको थियो। यसमा योमरी मेकिङ वर्कसप पनि हामीले गरेको थियो बच्चाहरूको लागि भनेर है। यहाँ बच्चाहरूले योमरी कसरी बनाउने भनेर पनि सिकेको थियो। नेक्स्ट यो योमरी पुनिकै भयो। नेक्स्ट अनि त्यसपछि अस्ति भर्खर हामीले मपूजा पनि सेलिब्रेट गरेको थियो। मपूजामा पनि हाम्रो कि सानो बच्चाहरूले तपाईँहरूले हेर्नुभयो भने सानो बच्चाहरूले आफ्नो प्यारेन्ट्सले उसलाई चाहिँ आफ्नो ट्रेडिसन यसरी ट्रान्सपोर्ट गर्दैछ। त्यही भएर मेन रेस्पोन्सिबिलिटिज प्यारेन्ट्सकै हुन्छ है। तपाईँहरूले चाहिँ आफ्नो बच्चालाई चाहिँ जति सक्दो चाहिँ कल्चर, ट्रेडिसन, ल्याङ्ग्वेज एन्ड बियोन्ड चाहिँ सिकाउनुहोस् है। नेक्स्ट अनि एउटा चाहिँ अस्ति भर्खर मात्र हाम्रो चाहिँ इन्टरनेसनल फेस्टिभलमा हाम्रै सानो बच्चाहरू है 2.5 महिना 2.5 महिना लगाएर हामीले यति मेहनत गरेर बच्चाहरूलाई चाहिँ हामीले कन्टिन्युसली क्लास लिएको थियो हैन। 2.5 महिना लगाएर अनि त्यसपछि यो इन्टरनेसनल फेस्टिभलमा वान अफ द है
वान अफ द चाहिँ ह्युज सक्सेस प्रोग्रामबाट हाम्रो बच्चाहरूले नेपाललाई नै रिप्रेजेन्ट गरेर चाहिँ यो प्रस्तुत गरेको थियो। सायद तपाईँहरूले अनलाइनमा भिडियो फोटोहरू हेर्नुभयो होला। नेक्स्ट, अनि हाम्रो टिमहरू चाहिँ टाइम टाइममा विभिन्न कम्युनिटी अर्गनाइजेसनहरू कम्युनिटी इभेन्टहरूमा पनि भाग लिएको थियौँ हामीले। जस्तै एउटा हाम्रो टिम चाहिँ सापर गाई जात्रामा पनि हामीले लाइभ ढिमे मादल बजाएर बाटोमा हामी यसरी नाचेर नै हामीले पार्टिसिपेट गरेका थियौँ, काम इभेन्ट गरेका थियौँ। ओन्ली किड्स ओरिएन्टेड प्रोग्राम भएको थियो। मेन अब्जेक्टिभ होइन, मैले अघि भने एजुकेट टु आवर किड्स एबाउट ट्रेडिसन, कल्चर, ल्याङ्ग्वेज, आर्ट। हामीले जति दिन सक्छौँ बच्चालाई दिने प्रयास गरिरहेको छौँ। यसको मेन तपाईँहरू प्यारेन्ट्सहरूले पनि प्लिज, अनि फेरि यो किड्स यो जति पनि हामीले जे पनि गरिरहेको छौँ नि, तपाईँले पैसाले तिरेर पनि तपाईँले कहाँ पनि पाउनुहुँदैन। म मेरो बच्चालाई ढिमाइ क्लास लान्छु ल, म आई वान पे लाइक 1000 and 1000, वेयर डु गो? We don't have a proper school, we don't have any community who runs these kind of classes regularly. तर हामीसँग जति पनि रिसोर्सहरू हाम्रो टिमहरू ले जति सक्छौँ भलिन्टरी रूपमा सबै भलिन्टरी गरिरहेको छ। सबैले यहाँ भलिन्टरी नै गरिरहेको छ है। अनि यो जस्तै कन्ट्रिब्युसन फी भनेर 25 र 35 को लागि पनि दिस इज नट द क्लासेस फी, जस्ट द कन्ट्रिब्युसन फी। क्लासेस फीको भए त तपाईँहरूसँग एउटा क्लासको $25 चार्ज गर्छु, तर होल 8-9वटा सेसनको जस्ट $25 जस्ट फर कहिलेकाहीँ हामीलाई चाहिँ बच्चाहरूलाई पिज्जा खुवाउनलाई, स्न्याक्स खुवाउनलाई, भेनु गर्नलाई एक्सपेन्सेस कभर होस् भनेर मात्र हामीले अलिकति तपाईँहरूलाई कन्ट्रिब्युसन फी चार्ज गरेर है। ल अब चाहिँ अघि अब यो किड्स ट्रेडिसनल ड्रेस हो एन्ड फिमेल डान्स चाहिँ आजबाट अब अफिसियल चाहिँ हाम्रो ट्रेनिङ सेसन सुरु हुन्छ एकैछिनमा। चाहिँ यो किड्स ट्रेडिसनल ड्रेस सो चाहिँ वाइ सो इम्पोर्टेन्ट फर किड्स है भन्नाले आफ्नो बच्चाले चाहिँ आफ्नो नेपालको ट्रेडिसनल ड्रेस लगाएर वाक गर्दाखेरि दे एड अप कि द्याट्स आवर ट्रेडिसनल ड्रेस। अनि लाइक उनीहरू कन्फिडेन्स फिल हुन्छ होइन, उनीहरूको चाहिँ अलिकति स्टेजमा जाने चाहिँ अलिकति मोर कन्फिडेन्स बढ्दै जान्छ। अनि चाहिँ उनीहरू दे विल बी भेरी प्राउड विथ आवर ट्रेडिसनल ड्रेस। मेरो छोरा वी हेभ एक्सपिरियन्स अफ हाम्रो बच्चाहरू चाहिँ सो मच इन्टु उनीहरूको आफ्नो भर्चुअल वर्ल्डमा, आफ्नो आइप्याडमा, फोनमा या टिभीमा अरू घरमा मात्रै। So we wanted to have their confidence built up in front of people. Like we wanted them to be on a stage smiling and do something at least. So that's what our initiation was. And on top of that, Ram America is always about promoting culture, promoting our traditions. And we started last year and we had a great turnout and राम्रो feedback पनि। अब यसपालि चाहिँ we wanted to continue that again, even in a better version of it. So I heard there is more than 30 kids, so I'm so happy to coach our kids. So all kids who was here last year, can you raise your hand? Oh, Ryan, raise your hand. Yes, okay, good. So we're gonna have much more fun this time. I know that you're already confident from last year, right? Okay, this year gonna be same. It's gonna be pretty easy. We have a nice music and we'll have lots of fun. All you have to do is you have to tell about what you're gonna wear. What are you wearing that day? We're gonna talk on the mic a little bit and we'll practice today. आजको मेन हाम्रो रिजन त्यही हो। अनि अर्को चाहिँ हाम्रो पेरेन्ट्सहरू जुन दिन चाहिँ हाम्रो ल्याम अमेरिकाको अब हाम्रो बिस्किट जात्रा हुन्छ त्यो दिनमा चाहिँ अब पेरेन्ट्सहरूले अब आई नो द्याट किड्सलाई सम्हाल्न गाह्रो हुन्छ। अन टप अफ द्याट वी हेभ 30 किड्स द्याट डे। अनि पेरेन्ट्सहरूले चाहिँ आफ्नो किड्सलाई चाहिँ अब सम्हाल्नु होला होइन। हामी स्टेजमा सबैजना स्क्याटर्ड हुन्छौँ। इट्स अ आउटडोर पार्क, सो एनिथिङ क्यान ह्यापन। सबैले चाहिँ एकदम सम्हालेर बच्चालाई चाहिँ राख्नु होला बिकज इट्स भेरी हार्ड। हाम्रो कोअर्डिनेटर हुनुहुन्छ होइन, दे वर्क भेरी हार्ड टु पुट देम टुगेदर। तर 30जनालाई are very happy and they want to run around, but yeah, of course we have to keep eye on our kids, and yeah, looking forward to have a court day. Thank you. नमस्ते जोजुलपा सबै हाम्रो यहाँ हुनुभएको गेस्टहरूलाई। मेरो नाम चाहिँ रोजी बुद्धाचार्य हो। म यो सालदेखि बल्ल
हाम्रो ल्यामो अमेरिका गुठीमा मैले एन्टर गरेँ र दाइलाई अगेन म एक्चुली फेरि पनि हृदयबाट नै धन्यवाद दिन चाहन्छु। अनि यो चाहिँ मैले लास्ट इयरदेखि नै फलो गर्दै आएको हो होइन, यसमा मैले धेरै नै स्कोप देखेँ, नट ओन्ली फर पेरेन्ट्स बट अ लट अफ स्कोप फर आवर किड्स होइन। अनि यसपालि चाहिँ अब अन्जना र म रुजी भएर चाहिँ दुईजनाले चाहिँ नि ट्राइङ टु हेल्प राजश्री होइन कोअर्डिनेट गर्ने कोसिस गर्छौँ जति सक्दो त्यति। एन्ड अगेन एज राजश्री सेड किड्स बिङ किड्स होइन, यताउता हुन्छ नि आफ्नो किड्सलाई पनि अलिकति हेर्ने कोसिस गरिदिनु। वी आर देयर अफ कोर्स। मैले चाहिँ अनि अर्को एउटा चाहिँ के कुरामा चाहिँ विश्वास गर्छु भने knowledge cannot create activities होइन, एक्टिभिटिज एक्चुली क्यान क्रिएट ए नलेज। जब बच्चाहरूले आफैले त्यो एक्टिभिटी गर्छन् उनीहरूले त्यहाँबाट धेरै नै लर्न गर्छ, क्विकली लर्न गर्छ र त्यो मेमोरीमा रहन्छ फर द लङ टाइम via pictures or via videos, or you guys have a topic to talk to them होइन इन फ्युचर पनि। सो यो चाहिँ नि भेरी ग्रेट प्लेटफर्म हो र तपाईँहरूले यति टाइम मिलाएर, टाइम इज भेरी प्रेसियस फर एभ्री वान अफ अस आई नो, यति तपाईँले बच्चाहरूलाई टाइम दिइदिनु भयो त्यसको लागि एकदमै धेरै धन्यवाद। None other than Yogiman Dai, please अलिकति यसको लागि अब मैले तपाईँहरूलाई अलिकति इन्स्ट्रक्सन दिन्छु डान्सको होइन। अब हामीले यसपालि एकदम बृहत एकदम ठुलो किसिमले नगरे पनि जति सकिन्छ, समय हामीसँग धेरै कम छ तैपनि अब जति सकिन्छ त्यति चाहिँ हामीले गर्ने कोसिस गरिरहेको छु। अब यसमा चाहिँ अघि प्रोफेसरले भन्नुभयो यसमा चाहिँ कुनै एजको बन्देज छैन, जसलाई इन्ट्रेस्ट छ, जो नाच्न मन लाग्छ उहाँहरू सबै पार्टिसिपेन्ट हुन सकिन्छ। तर पार्टिसिपेन्ट हुँदाखेरि पनि हामीले अब यहाँ कम्पोज गर्दाखेरि चाहिँ अलिकति अब एज वाइज अलिकति 2 ग्रुप अथवा 3 ग्रुप बनाएर हामीले चाहिँ त्यसलाई चाहिँ प्रेजेन्टेसन गर्ने कोसिस गर्छौँ। आज चाहिँ अब डान्सको अब खुट्टाको स्टेप र हातको मुभमेन्टहरू अलिकति म तपाईँहरूलाई सिकाउँछु, जसले गर्दा तपाईँहरूलाई हामी अनलाइन गर्दाखेरि चाहिँ अलिकति सजिलो होस्। हुन त यो अनलाइन भन्दा पनि अब फिजिकल्ली इन पर्सन नै गर्न पाउँदा त अझ राम्रो हुने हो। अब सबैको समय र त्यसको पाबन्दीले अलिकति अब हामीले एभ्री टाइम चाहिँ अनलाइन गर्न नसकिने भयो। त्यसकारण हामी सकेसम्म विकली 2 डेज क्लास हुन्छ एउटा अनलाइन, अनि एउटा चाहिँ सकेसम्म हामी चाहिँ इन पर्सन फिजिकल्ली हामी बस्ने कोसिस गर्छौँ। यदि त्यो पनि भएन भने अथवा 2 क्लास अनलाइन 1 क्लास फिजिकल्ली गरेर गर्न सकिन्छ। किनभने अब फिजिकल्ली नगरिकन फेरि यो अनलाइन मात्रै गरेर पनि खासै त्यति इम्प्रुभ हुँदैन, किनभने अब भित्र आउने जाने ठाउँहरू मुभमेन्ट चेन्ज हुने त्यस्तो चाहिँ अब अनलाइनमा गर्न सकिँदैन। अनलाइनमा खालि स्टेप र मुभमेन्टहरू मात्रै क्रिएट गर्न सकिन्छ। Llamo America Guti, and me myself, Subhani Shrestha, one of the coordinator of the May Dance 2026, would like to warmly welcome to everyone. We are very excited to begin our the May Dance 2026 for everyone to start this beautiful journey together. For the first time, let's say the May Dance 2026 training start gardeso. So we will be like performing live the May Dance at Biska Jatra, and it's a very beautiful, I guess it's a very proud moment for everyone to represent our culture together. So I'm very excited for that. Namaste and good afternoon to everyone. मेरो नाम आर्जु साके, I'm one of the active team member of Guti America. र हामी चाहिँ मलाई चाहिँ एकदमै खुसी लागिरहेको छ हामीले चाहिँ यसरी चाहिँ हिन्दी डान्सको लागि कोअर्डिनेट गर्न पाउँदाखेरि र स्पेसली चाहिँ हाम्रो योगिमान गुरुजीसँग सिक्न पाउँदाखेरि एकदमै एक्साइटेड छु है। पर्सनली म पनि एकदमै एक्साइटेड छु र यसको लागि चाहिँ म तपाईँहरूलाई चाहिँ स्केड्युलको चाहिँ अलिकति के भन्न चाहन्छु भन्दाखेरि हामीले चाहिँ गुरुजीले भनिसक्नु पऱ्यो है, यो चाहिँ हाम्रो एभ्री थर्सडेबाट अब आउने थर्सडेबाट चाहिँ स्टार्ट हुन्छ, राति 8 to 9 PM चाहिँ स्टार्ट हुन्छ। एउटा चाहिँ विकडेजमा भयो र एउटा चाहिँ विकेन्डमा हुन्छ। त्यसरी चाहिँ हामीले चाहिँ सबैजना कभर होस् भन्ने हिसाबले त्यो गरेको। त्यसपछि स्याटरडे चाहिँ 10 to 11 AM मा चाहिँ अनलाइन क्लास हुन्छ र त्यसको एभ्री अदर विक चाहिँ हाम्रो इन पर्सन क्लास हुन्छ र त्यसको लागि पनि हाम्रो लाइब्रेरीहरू बुकिङ भइसकेको छ र स्केड्युलहरू पनि अलमोस्ट रेडी नै छ। Sir,
अनि एक्सपर्ट क्लासिकल डान्स भएर पनि हामीलाई यो कम्युनिटीको लागि उहाँले चाहिँ भलिन्टियर रूपमा चाहिँ जुन चाहिँ क्लास लिँदै हुन्छ यो अब धेरै है यस्तै भलिन्टियर भयो, यस्तै हाम्रो तपाईँहरूकै सहयोग चाहिन्छ। अनि त्यसपछि हाम्रो अब एउटा किड्स वा पिज्जा डान्स चाहिँ अस्ति इन्टरनेसनल फेस्टिभलमा पनि हामीले धेरै राम्रो प्रस्तुत गर्यो, नेपाललाई रिप्रेजेन्ट गरेर धेरै राम्रो प्रस्तुत गर्यो। अब त्यसको पनि हाम्रो अस्ति क्लास त भइसक्यो, फेरि अब उनीहरूलाई प्र्याक्टिस त चाहिरहेको हुन्छ। त्यो प्र्याक्टिसको लागि चाहिँ हामी यो स्केड्युलहरू मिलाउँछौँ। त्यसको चाहिँ 3 जना हाम्रो है कोरियोग्राफर म आफै भइहालेँ, मैले जति बोल्ने अघि बोलिसक्यो होइन। हाम्रो 3 जना भाउजूहरू कोअर्डिनेटरको रूपमा चाहिँ हामीले असाइन गरेको छौँ। यो यसमा मनिष यसलाई चाहिँ हाइलाइट गर यो न्यू मेम्बर अफ दिस स्ल्याम अमेरिका। अनि म चाहिँ एकदम थ्याङ्कफुल छु सबैले मलाई यहाँ एक्सेप्ट गर्नुभयो, यहाँ यसरी कोअर्डिनेट गर्नुलाई पुष्कर दाइले मलाई राख्नुभयो, थ्याङ्क यू सो मच। अनि अब लास्ट इयर जस्तै यो ढिमे डान्स, बच्चाहरूको ढिमे डान्स, एउटा खेत रोप्ने डान्स भन्नुभयो है, खेत रोप्ने धान रोप्ने डान्ससँग प्रेजेन्टेड छ। सो लास्ट इयर जसरी बच्चाहरूले बिस्केट जात्रामा गऱ्यो अनि जस्ट फ्यु विक्स बिफोर उनीहरूले एउटा इन्टरनेसनल प्रोग्राममा पर्फर्म गरेको थियो। इट वाज सो गुड, अनएक्सपेक्टेडली गुड भएको थियो, धेरै राम्रो एप्रिसिएसन पायौँ हामीले। सो द्याट्स इट, हाम्रो स्केड्युलहरू हामीले बनाउँदैछु अनि तपाईँहरू पनि सबैजना इन्ट्रेस्टेड हुनुभएको भएर आफ्नो बच्चाहरूलाई ल्याउनु भयो, आफ्नो ट्रेडिसनसँग नजिक गराउनुहुन्छ। थ्याङ्क यू सो मच। यो चाहिँ मेरो फर्स्ट टाइम हो यो ग्रुपमा जोइन भएको, एकदम खुसी लागिरहेको छ। बच्चाहरूले एकदम राम्रो काम गरिरहेको छ, डान्स यताउति होइन। मलाई चाहिँ साह्रै खुसी लागेको छ यो ग्रुपमा आएपछि चाहिँ है। सबैजनाले भनिसक्नु भइसक्यो होइन, के गर्ने कसो गर्ने भनेर, मैले भनिराख्नु नपर्ला है त। नमस्ते सबैलाई भनिहाल्छु लाइक रिगार्डिङ दिस ढिमे डान्स। यो चाहिँ हामी नट ओन्ली फर द किड्स, पेरेन्ट्सको लागि पनि लाइक इट वाज लाइक ओके हाम्रो बच्चाहरूले लाइक हाम्रो कल्चर, हाम्रो ट्रेडिसन, हाम्रो रुट्स एउटा लाइक इन्ट्रोड्युस गराउने, उनीहरूलाई सिकाउने एउटा लाइक हुन्छ नि बच्चाहरूलाई यस्तो रहेछ भनेर भन्नुभन्दा पनि यसरी गराउँदो रहेछ, यस्तो हुँदो रहेछ भन्ने एउटा अपर्च्युनिटी भयो। अनि लाइक इभन मेरो छोरीले पनि यसमा पार्टिसिपेट गरेको थियो। लाइक सी वाज लाइक यस्तो हुँदो रहेछ, यसरी धान रोप्दो रहेछ, धान पनि रोप्न मिल्दो रहेछ भन्ने टाइपको एउटा जुन एउटा त्यो क्युरियोसिटी अथवा उसलाई त्यो हुन्छ नि त्यस्तो कुराहरू लाइक इट वाज रियली लाइक ग्रेट लाइक बिग अपर्च्युनिटी एन्ड प्लेटफर्म। एन्ड थ्याङ्क ड्रेसको अर्को हाम्रो कोरियोग्राफर पनि आउनु भएको छ, हाम्रो समिता श्रेष्ठ। Please, Samita Shrestha, I would like to call Samita Shrestha to say a few words about Kids Traditional Dress Show 2026, and she was the one of the choreographer in 2025 as well. Samita Shrestha. So she's like a mentor to me. So अब बच्चाहरूलाई म साथसाथै राशि दिदी पनि mentor हो. So I hope they will do better, and I hope we can showcase our idea through them, and I hope you all will like it. Thank you. थ्याङ्क यू समिता। केही नानीहरूलाई चाहिँ हामीले एउटा नेपाली नेसनल सङ्ग र यहाँको युएस नेसनल सङ्ग पनि हामी टाइम मिलाएर सिकाउँछु। यसको लागि चाहिँ म सबै प्यारेन्ट्सहरूलाई चाहिँ तपाईँहरूको बच्चाहरूलाई गाडीमा जाँदाखेरि अथवा कुनै पनि लङ टुर जाँदाखेरि प्लिज उहाँहरूलाई नेपाली नेसनल सङ्गहरू सुनाउने बानी गर्नुहोस्। त्यसपछि उनीहरूले टिप्छ अनि यहाँ प्र्याक्टिस गर्न आउँदाखेरि चाहिँ सजिलो हुन्छ है। नेक्स्ट टाइममा चाहिँ सकेसम्म हामी जसले इन्ट्रेस्टेड छ उनीहरूलाई चाहिँ इन्भल्भ गराउँछु। अनि अनि त्यसपछि हामी एउटा चाहिँ अघि मैले भने नि हाम्रो समर नेपाल भाषा ल्याङ्ग्वेज क्लासमा हाम्रो बच्चाहरूले एउटा चाहिँ नेवा सङ्ग सिकेको थियो, इमुसम्म ल्यान्डु भनेर होइन, त्यो पनि यसपालि हामी प्रस्तुत गर्नेछौँ। त्यसको लागि पनि जो प्यारेन्ट्स बच्चाहरू इन्ट्रेस्टेड छ प्लिज त्यो पुरा सिकेर आउनुहोस्। अनि मात्र हामी यहाँ हुँदाखेरि म्युजिक स्युजिकसँग राखेर गरिरहेको हुन्छौँ। हामीसँग धेरै कम भएकोले प्यारेन्ट्सहरू प्लिज यो कुरामा पनि तपाईँहरूले चाहिँ बच्चाहरूलाई यो गाना सुन्नु। अनि यसपालि मिल्यो भने चाहिँ यसपालि हामीले एउटा चाहिँ अर्केस्ट्रा चाहिँ गर्ने भनेर पनि सोचिरहेको छु होइन। यसको लागि हाम्रो कोअर्डिनेटर सुगन राई हुनुहुन्छ, उहाँलाई चाहिँ म यहाँ बोलाउन चाहन्छु। कोअर्डिनेट गरिरहेको छ अहिले।
र यहाँ अरू त हाम्रो पुष्करले भइसकेको छ जुन हाम्रो यो लाइभ चाहिँ हाम्रो बच्चाहरूलाई सिङ्गिङ र अर्केस्ट्राको सम्बन्धमा चाहिँ यहाँको बच्चाहरू को चाहिँ म्युजिकमा इन्ट्रेस्टेड हुनुहुन्छ र कसलाई बजाउन आउँछ र कुन बाजा बजाउन आउँछ यसरी नाम टिपाइदिनु होला र जुन हामीले चाहिँ यो विश्व जात्राको 11 मार्चमा चाहिँ मार्च होइन अप्रिलमा चाहिँ हामीले चाहिँ एउटा लाइभ सो गरौँ भन्ने चाहिँ हाम्रो एउटा चाहिँ कार्यक्रम राखेको छौँ जसमा यहाँको बच्चाहरू इन्ट्रेस्ट Celebrate upcoming Visca Jatra, America 5th Visca Jatra celebration 2026 with unity and pride. Together we can preserve our rich culture and tradition and pass them to our kids. Right? Thank you everyone. अब हाम्रो लास्ट है एउटा हाम्रो दाइ सिन्स हामी जति पनि प्रोग्राम गरिरहेको छौँ उहाँ जति कुनै पनि प्रोग्राम छोडेर भए पनि हामीलाई चाहिँ एडभाइस होइन समयमा जतिखेर भए पनि उहाँ आइदिनुहुन्छ उहाँको जुन चाहिँ प्रेजेन्सले चाहिँ हामीलाई अझै इन्करेज गर्छ है हामी उहाँ हाम्रो सूर्य दाइ डाक्टर सूर्यराज श्रेष्ठ ज्यूलाई लास्टमा फ्यु वर्ड्स भन्दै हाम्रो आजको फर्स्ट सेसन प्रोग्रामहरू यहीँ सघाउने छु अनि आफ्टर द्याट विल स्टार्ट आवर दिस ट्रेडिसनल ड्रेस सो आज अलिकति हामी कम सुट गर्छौँ किनकि हाम्रो अलरेडी बिहाइन्ड द स्केड्युल भइसकेका छौँ अब यो पछि चाहिँ हाम्रो फर्स्ट क्रिस ट्रेडिसनल ड्रेस हो त्यसपछि चाहिँ अनि ढिमे डान्सको सुरु गर्छौँ You know, a lot of acknowledgement should go to him as well, right? So he puts a lot of work on it. So all the best. Thank you. Thank you. अब सबै साथीहरूलाई अरू कोही साथीहरू कोही प्यारेन्ट्सहरू the floor is open for 5 minutes. If you want to say something, please. I would like to hand over the mic or अथवा कोही हामी पनि लाइफ मेम्बर बन्छु अथवा चाहिँ डोनेसन दिन्छु भने वेलकम पनि छ अनि यो पछि चाहिँ अब ओके you want to say something Babu? Okay. Rian. What's your name? Rian. Rihan, last name? Molly, please put my answer. Very good, very good. अर्को क्वेसन है थ्याङ्क यू अब अर्को बच्चाहरूलाई यो हाम्रो ग्रुप ढिमे डान्सको गुरु इन्स्ट्रक्टरको नाम भन्नुहोस् हुज ग्रुप ढिमे डान्स नट द वान आई am in the involved the new ढिमे डान्स who is going to start anyone kids कसलाई थाहा छ हो ल बाबु I'm the one of the ढिमे डान्स कोरियोग्राफर तर नयाँ आज अघि एउटा अङ्कल उभिएर भन्नुभएको थियो Yogyman Saki. See, he got the right answer. Remembers that. What's my name? Rajshri. Yes, my name is Rajshri. I'll be teaching you. I'll be leading this, okay? And what's her name? Okay. Her name is Sabita. Okay? And let's welcome our MC for that day. You know what is MC means? Okay, alright. So that day, Abani Didi, let's give her a clap. Abani Didi. Okay, let me do this. Last time, who won the TV here when we had a fashion show? Okay. Whoever does the best in this fashion show, they get they get chance to do fashion shows and win many prizes. Last time, she won the prize. She won TV. And it's not even small TV, it's a big 50-inch TV. And you know Amani Didi? She was the Miss America Little Princess. So let's give her a round of applause.
represent the entire America as a Miss Little Princess. She's gonna be our MC. That day, she will speak like this on the mic and welcome each of you, okay? That day, you have to listen to her. Second, third, fourth, fifth, sixth. You know your number. Let's count. Let's count first, boy. And you always remember your number, okay? Okay. What is this? 1. 1. Your number is 1. 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13. So this is your number for boys. You remember your number? Yeah. Okay, let's count the girl. 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12. Okay, you always remember your number. Okay, so that we have the same number throughout this practice. Above, let's go. Volunteer, let's put the girl on this side, boy on this side. Follow her, please. Just make a round. You don't need to hold people. Preschool dance hai, hey, go back. Next. Okay, loud, okay? मेरा नाम मिलेना श्रेष्ठा हो. Okay, thank you. Next. See, look how she's walking, so beautiful. Okay. Jojo Lapa, मेरो नाम कृति शतांशु श्रेष्ठा हो. मेरो favorite food is momo. धन्यवाद. Dhanyabad. Next. I think next time, yes, we should have a momo party than pizza party. Namaste. My name is Lakshmi Prasad and my favorite food is watermelon. Let's try. Kids, can you stay quiet, please? Okay. Who is listening to me here? Okay. Let's stay quiet for 5 minutes, okay? Alright. Then third round, we make a whole round. And you will practice 2-3 times. I know it looks messy, I realize that it's the first day, they did a great job. So let's give a round of applause to our kids. I'm so proud of you. Okay, let's now. 3, 4. 1, 2, 3, 4. 1, 2, 3, 4. 1, 2, 3, 4. 1, 2, 3, 4. Good job. Okay, now listen. Listen, everybody. Don't step on a 1, 2, 3, up. Good job. Okay. 1, 2, 3, 4. 1, 2, 3, 4. 1, 2, 3, 4. 1, 2, 3, 4. 1, 2, 3, 4. 1, 2, 3, 4. 1, 2, 3, 4. 1, 2, 3, 4. Good. Okay. 2, 3. 1, 2, 3. 1, 2, 3. 1, 2, 3. 1, 2, 3. 1, 2, 3. 1, 2, 3. 1, 2, 3. Good job. Okay. 1, 2, 3. 1, 2, 3. 1, 2, 3. 1, 2, 3. 1, 2, 3. 1, 2, 3. 1, 2, 3. 1, 2, 3.
And also 1, 2, 3. 1, 2, 3. Look at hand. 3. 1, 2, 3. 1, 2, 3. 1, 2, 3. 1, 2, 3. Number 2. 1, 2, 3. 2, 2, 3. 3, 2, 3. 4, 2, 3. 5, 2, 3. 6, 2, 3. 7, 2, 3. 8, 2, 3, 10. 1, 2, 3, 4. 1, 2, 3, 4. 1, 2, 3, 4. 1, 2, 3, 4. 1, 2, 3, 4. 1, 2, 3, 4. 1, 2, 3, 4.